हेलो सबैमा नमस्कार शुभ बिहानी हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। यो चाहिँ मेरो हिजोको भ्लग हो। मैले चाहिँ हिजोबाट भ्लग बनाउन सुरु गरेकी छु। सबैले साथ सपोर्ट गरिदिनु होला। मैले चाहिँ सब्जी बसालिसकेँ। अब यता चाहिँ पिठो मुस्दैछु। मैले पिठो मुस्दा चाहिँ थोरै नुन र तेल पनि राखेको थिएँ। म चाहिँ जान्छु पानी र दबाई लिएर बाबालाई दिन। बाबाको बिमारी हुनुभएको छ अनि बाहिर सबैजना बसिरहेको भएको छ। यहाँ चाहिँ बाबु खेलिरहेको छ एक्लै टुकुन पारेर। अनि म चाहिँ हात मुख धोएर रेडी भएर जान्छु दियो बाल्न, किनकि साँझ परिसकेको छ नि त साथीहरू। साँझ परेपछि त पूजा पनि गर्नु पर्यो, दिउँसो बाल्नु पर्यो। अनि मैले चाहिँ गोलो गोलो दियो बनाउँछु कि हजुरहरूले कस्तो बनाउनुहुन्छ कमेन्ट गर्नु है। अनि त्यसपछि दियो बालेर चाहिँ म आएर धोएँ भाँडा। त्यति गर्दासम्म मेरो सब्जी पनि रेडी हुन्छ। अनि म बाबुलाई एकछिन भित्र लगेको मान्दै फेरि ल्याएर दिएँ मम्मीलाई। अनि रात परिसकेको हुन्छ अनि म चाहिँ बनाउँछु रोटी बनाउँदै थिएँ। अनि मलाई चाहिँ आयो छुर्पीको याद। अनि म चाहिँ खान्छु छुर्पी। कोठामा जान्छु छुर्पी खानलाई, किनकि अस्ति बाबुले ल्याउनु भएको थियो नि त काठमाडौँबाट आउने बेला। अनि यो छुर्पी चाहिँ एकदम नरम थियो कि एकैछिनमा टोक्न मिलिहाल्ने खालको थियो। छुर्पी त धेरै बेरसम्म टोक्न मिल्दैन नि, यो चाहिँ अलि नरम वाला थियो। अनि म बनाउँछु रोटी चाहिँ हेर्नु कस्तो मजाले फुलेको छ। रोटी बनाइसक्छु। अनि बाहिर यता चाहिँ दाल छ, बाहिर चाहिँ बाबु एक्लै खेलिरहेको छ। एक्लै खेल्छ कि ऊ। फेरि बाबालाई देख्यो भने चाहिँ मान्दैन, बाबाले बोक्नै पर्छ, नत्र चाहिँ एक्लै खेलिरहेको छ। अनि खाना पनि रेडी हुन्छ यति गर्दा। अनि म दिन्छु सबैलाई खाना खान। सबैजना बसिसक्नु भयो। अनि म पनि खान्छु। थ्याङ्क यू फर वाचिङ।